भ्लग हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। मलाई अस्ति कमेन्टमा चाहिँ एउटा भाइले गाई कुकुर पनि देखाउनु भन्नु भएको रहेछ। म चाहिँ कुकुर देखाउँदै छु। दुईटा कुकुर यहाँ छन्। अब एउटा तल छ अनि यहाँ हाम्रो खरायोहरु पनि छ। ट्याक्क यहाँ दुईटा यो चाहिँ जोडी बिन हो। तेरो घरबेडीले के चाहिँ पालेको छैन रे, भालेहरु टन्नै छन् यहाँ। एउटा कुकुर यहाँ छ, तीनटा कुकुर भइहाल्यो। अब अर्को कुकुर पनि देखाउँदै छु। अर्को यहाँ छ। यहाँ पानी भर्दै छौं। मैले अहिले तीनटा जार ल्याएँ। हाम्रो चाहिँ टन्नै छ, अझै ल्याउनु पर्ने पानी। हाम्रो चाहिँ अझै यत्रो पानी भर्नु छ यार। कति एउटा दुईटा तीनटा चारटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा 11 12 13 14 यसले 15 हाम्रो हैन 15 16 17 पानी यत्रो भइसक्यो। अहिले चाहिँ पानी ल्याइसक्यो। अब तलकोलाई पुग्दैन भनेर हामीले थोरै भयो। त्यसपछि अब तलकोले भर्दैछ। अनि यो ठुलो गाडी ल्याएको। हाम्रो घरमा आज के रे यो सागै साग। तर के को साग भन्ने चाहिँ थाहा भएन। खाना नि खाएको छैन। अब एकछिन खाना खाने हो। साग बनाएको होला साग। फर्सीको मन्टा टन्नै छ नि यो घरमा त। आजको भिडियो के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। सब्स्क्राइब गर्न नबिर्सिनु, लाइक गर्न नबिर्सिनु। अब फेरि अर्को भिडियोमा भेटौँला। बाइ बाइ।